ओके र साथीहरु आजको भिडियो हाम्रो के छ भने कि हामीले ई सेवाबाट कसरी इन्स्योरेन्स गर्ने मात्र हामीले 360 रुपैयाँमा हामीले इन्स्योरेन्स गरे बापत हामीले ई सेवाबाट हामीले 2 लाख सम्मको फाइदा लिन सक्छौं। इन्स्योरेन्स बापत हामीले मानौ कि हामी बाइक चलाउँछौं अथवा घरमा लड्यो अथवा जेसुकै भयो हैन र हामीले छत लड्यो अथवा भयबाट लड्यो हामीले जेसुकै गर्दा नि हाम्रो एक्सिडेन्ट पर्यो भने हामीले ई सेवाबाट हामीले 2 लाख सम्मको फाइदा लिन सक्छौं। मात्र 360 मा हामीले इन्स्योरेन्स गरे बापत हामीले इन्स्योरेन्सबाट 2 लाख सम्मको फाइदा लिन सक्छौं, जसमा हामीले एक्सिडेन्टल हामीले 1 लाख पाउन सक्छौं र एउटा 1.5-2 लाख सम्म पनि हामीले इन्स्योरेन्सबाट फाइदा लिन सक्छौं। त्यो कसरी गर्ने म यसमा सिकाउने छु। तपाईहरु नभए प्लिज च्यानल सब्स्क्राइब गरी भिडियो लाइक गर्नु होला। साथीहरु गर्नको लागि सबभन्दा पहिला त हामीले आफ्नो ई सेवा फुल्ली भेरिफाई अथवा केवाइसी गरेको हुनु पर्यो। जुन मेरो अलरेडी मेरो ई सेवा के भेरिफाई छ, जुन तपाईं यहाँ हेर्न सक्नुहुन्छ कि मेरो ई सेवा अलरेडी भेरिफाई देखाएको छ यहाँ नि हैन। हामीले भेरिफाई गरेको हुनुपर्छ तब हामी मात्र ई सेवाबाट हामीले इन्स्योरेन्स गर्न सक्छौं। त हामीले इन्स्योरेन्स गर्नको लागि हामीले ई सेवा खोलिसकेपछि यहाँ तलपट्टि हामी यहाँ देख्छौं के त यहाँ इन्स्योरेन्स को भन्ने अप्सन देख्छौं। हामीले यहाँ के त इन्स्योरेन्स भन्ने अप्सन देख्छौं। त हामीले के त यहाँ इन्स्योरेन्स भन्ने अप्सनमा हामीले यहाँ नि क्लिक गर्नुपर्ने हुन्छ। जब हामी यहाँ क्लिक गर्छौं भने अर्को एउटा नेक्स्ट पेज खुल्छ। त यहाँ नि हामी देख्छौं के त ई सेवा केयर भनेर हामी यहाँ देख्छौं, पोलिसी निर्णय देख्छौं। त हामीले के गर्ने त मात्र हामीले के त इन्स्योरेन्स गर्ने हो। त हामीले इन्स्योरेन्स गर्नको लागि यहाँ नि देख्छौं के त ई सेवा केयर भन्ने अप्सन। त हामीले ई सेवा केयरमा क्लिक गर्नुपर्ने हुन्छ। जब हामी यहाँ ई सेवा केयरमा क्लिक गर्छौं भने यहाँ नि जुन मैले आफ्नो गरिसकेको छु, मेरो जुन मैले यहाँ गरेको छु मेरो अलरेडी भइसकेको छ। जुन मेरो अझ पनि म्याद 250 दिन छ, मेरो लगभग 100 दिन भन्दा बढी गयो। र त्यसपछि यहाँ हामीले तलपट्टि यहाँ देख्छौं के त ई सेवाको इन्स्योरेन्सको बारेमा देख्छौं हामीले यहाँ त कभरेज एन्ड बेनिफिट जुन तपाई यहाँ हेर्न सक्नुहुन्छ। त्यसको लागि यहाँ तपाईले भ्यू अलमा क्लिक गर्नु होला। जब हामी यहाँ भ्यू अलमा क्लिक गर्दाखेरि यहाँ हेर्नु न साथी के यहाँ भनिरहेछ हैन यसले कि हामीले इन्स्योरेन्स जस्ट आरएस 360 एज 2 देखि 60 वर्ष हुनु पर्यो ओन्ली हैन। जुन हामीले यसमा एक्सिडेन्टल इन्स्योरेन्स अप टु 2,20,000 सम्म हामी प्राप्त गर्न सक्छौं। र एउटा एक्सिडेन्टल ट्रिटमेन्टको हामी 1 लाख पाउन सक्छौं र अर्को के त एक्सिडेन्टल डेथ को हामी 1 लाख सम्म पाउन सक्छौं। टोटल गए हामी के त 2,20,000 सम्म पाउन सक्छौं। मात्र हामीले 360 रुपैयाँको इन्स्योरेन्स गरे बापत हामीले 2,20,000 सम्मको हामीले फाइदा लिन सक्छौं इन्स्योरेन्सबाट। त्यसै यहाँ हस्पिटलाइजेसन बेनिफिट अप टु 10,000 हामीले पर डे 1000 को हिसाबले हामीले 10 दिनसम्म हामीले बेड चार्ज पनि पाउन सक्छौं हैन। र हामीले यो कसरी लिने अथवा गर्ने त हामीले नर्मली ई सेवाबाट इन्स्योरेन्स गर्नको लागि यहाँ बाइ नाउ को अप्सन देख्छौं। यहाँ बाइ नाउ को अप्सन देख्छौं। त हामीले यहाँ बाइ नाउ मा क्लिक गर्नुपर्ने हुन्छ। जब हामीले बाइ नाउ मा क्लिक गर्दाखेरि यहाँ के त एउटा माई सेल्फ र अदर देखाउँछ। तपाईले यदि आफ्नै गर्न चाहनुहुन्छ भने माई सेल्फमा क्लिक गर्नु होला हैन। र तपाईले आफ्नो गर्न चाहनुहुन्छ भने माई सेल्फमा क्लिक गर्नु र अरूको गर्न चाहनुहुन्छ भने अदरमा क्लिक गर्नु। सपोर्ट ड्याटमा यहाँ माई सेल्फमा क्लिक गर्छु र यहाँ क्लिक गर्दाखेरि जुन मेरो अलरेडी मेरो यहाँ इन्स्योरेन्स भइसकेको छ, जुन त यहाँ माथिपट्टि देख्न सक्नुहुन्छ कि यु हैव अलरेडी सब्स्क्राइबड मैले गरिसकेको छु हैन। त हामीले यसरी नै बाइ नाउ को अप्सनमा क्लिक गरेर हामीले ई सेवाबाट इन्स्योरेन्स गर्न सक्छौं मजाले। र मात्र 360 मा हामीले 2,20,000 सम्मको हामीले कभरेज लिन सक्छौं अथवा त्यसबाट फाइदा लिन सक्छौं। अर्को छ भने 760 रुपैयाँको छ जुन हेर्नु होला। अर्को यहाँ छ के त 760 रुपैयाँको। यसमा हामीले 2,50,000 सम्मको कभरेज पाउन सक्छौं, जसमा छ क्रिटिकल इलनेस कभरेज। हामीले बिरामी भएको बेलामा पनि हामीले 50,000 सम्म हामीले यसमा प्राप्त गर्न सक्छौं। र एक्सिडेन्टल हामीले 2,20,000 सम्म पाउन सक्छौं। साथीहरु यस्तै छ फाइदा जस्तो मलाई लागिरहेछ। मात्र सस्तोमा हैन 360 मा र 760 मा हामीले 2 लाख अप टु 2.5 लाख सम्म हामीले त्यसबाट कभरेज लिन सक्छौं अथवा ट्रिटमेन्ट उपचार खर्च हामीले त्यहाँबाट हामीले लिन सक्छौं। त साथीहरु तपाईले भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गरेर भन्नु होला। नयाँ भए च्यानल सब्स्क्राइब गरेर भिडियो लाइक गर्नु साथीहरु। हस् त धन्यवाद।